मान्छेले दिँदैन भने कसरी हुन्छ? सबैले रुलिङ मात्रै गरिराख्नुहुन्छ, त्यसरी हुन्छ? हुँदैन। हामीले राख्न चाहेको प्रश्नको उत्तर उहाँले दिने होला नि त। मनको गीत गाउने हो त्यसो भए साउन्ड सुन्नु तपाईँले। ल मनको गीत गाउनुहोस्। यो लोकतन्त्र हो यो। यो निष्पक्ष भएन हाम्रो कुराको उत्तर तपाईँले दिने, हामीले पाउँदैन भने हुन्छ? ल हुँदैन। ल के गर्नुहुन्छ गर्नुहोस्। के गर्नुहुन्छ तपाईँले? हामीले राष्ट्र चाहेको कुरा चाहिँ तपाईँको स्पष्टीकरण दिने कुरा छैन। यस्तो पनि हुन्छ? यो नियमको तपाईँको चाहिँ 15 नियमको 2 नियम 2 नियम 2 ले के माने? अनि यहाँ आएर कम्तीमा हामीले उठाएको गम्भीर प्रश्न छ सभामुख महोदय, त्यो 3 मिनट समय मलाई राख्नु हुँदैन। यस्तो विभेद गरिन्छ भने मान्दैन। हामी मान्दैनौँ। जस्तै कि सञ्चार मन्त्रीले नि कुन तरिकाले दिनु पर्यो नि त कम्तीमा त्यो हामीले उठाएको यहाँ पनि त प्रश्न उठ्न सक्छ। मैले एउटा प्रश्न उठाएको भन्नु छैन महोदय। लाखौँ तपाईँको चाहिँ युवा तपाईँको देशको चाहिँ व्यवसायसँग मान्य सदस्यहरू, मैले यसभन्दा अगाडि पनि भने मान्य सदस्यहरूलाई सभा सञ्चालन भइरहेको बेला कुनै पनि मान्य सदस्यले बोल्न चाहनु भएमा नियमावलीमा टेकेर मान्य सदस्यहरूले बोल्न समय माग गर्नु भएमा र सभामुखबाट समय प्राप्त भएमा सभामुखले आवश्यकताको आधारमा समय दिइसके पछाडि मान्य सदस्यले बोल्ने क्रम मान्य सदस्यहरूले राख्नु भएको प्रश्नको उत्तर आज दुईटा मन्त्रालयबाट दुईजना मन्त्रीज्यूहरूले प्रश्नको उत्तर दिनुभयो। त्यसमा छुटेका कुराहरू फेरि पनि हामी सभाको आवश्यकता अनुसारमा जवाफ दिनेछौँ भनेर मन्त्रीज्यूहरूले आफ्नो रोस्टमबाट स्पष्ट पारिसक्नुभयो। त्यति मात्रै होइन, मन्त्रीले आवश्यकता केही छुटेको भए मेरो मन्त्रालयमा मेरो सचिवालयमा सम्पर्क गरेर बाँकी पनि सहजीकरण गर्न र म त्यसको चाहिँ मन्त्रालयबाट सम्बोधन गर्न तयार छु भनेर मन्त्रीले रोस्टमबाट भनिसक्नुभयो। अब यसमा मान्य सदस्यले हरेक मन्त्रीले बोल्ने भाषाको शैली पनि एउटै हुनुपर्छ, बोल्ने तरिका पनि एउटै हुनुपर्छ। त्यही नै बोल्ने कसैले चाहिँ टुक्का भन्नुभयो भने त्यो टुक्का पनि लागू नै हुनुपर्छ अर्को मन्त्रीले भनेर माग गर्नु भने सभाले त्यही दिइरहने हो। मान्य सदस्य, मैले मान्य सदस्यलाई फेरि भनेको छु, मैले मान्य सदस्यलाई आज 3 चोटि रुलिङ गरिसकेको छु। मान्य सदस्यहरूलाई मर्यादामा बस्नुहोस्, यहाँले स्थान बस्नुहोस्, मान्य सदस्य बस्नुहोस्। मान्य सदस्यहरूलाई मैले प्रश्न सोध्न पाउनुहुन्छ, मैले यहाँहरूलाई समय दिन्छु, यहाँले आफ्नो कुरा राख्न पाउनुहुन्छ। मान्य सदस्यहरूले हरेक दिन मान्य सदस्यहरूले सदनमा गरेको व्यवहार हाम्रो संविधान, हाम्रो कानुन, हाम्रो नियमावली भन्दा फरक छ, मर्यादा भन्दा विपरीत छ। सदन सञ्चालन गर्ने नियमावली भन्दा फरक व्यवहार, अभद्र व्यवहार यहाँहरूले गरिरहनु भएको छ। यस विषयमा मेरो गम्भीर ध्यान आकर्षण भएको छ। मैले मान्य सदस्यहरूलाई सभ्य भाषामा यहाँहरूले समय माग्नुहोस् र विषयवस्तुको आधारमा समय दिन्छु भने भनिरहेको छु। जुनसुकै बेला पनि सभाको आफ्नो एउटा मर्यादा हुन्छ। विधि मान्ने भने सबैले मान्नुपर्छ, सबैलाई लगाउनुहोस् नियम। प्रतिपक्षले एउटा प्रश्न गर्नु खोज्दाखेरि तपाईँको चाहिँ के रुलिङ गरिहाल्नुहोस् तपाईँले। हाम्रो मनमा त तपाईँको हजारौँ प्रश्नहरू छन्, एउटा प्रश्न सोद्धाखेरि चुप गर्न पाउनुहुन्छ? मान्य सदस्यहरू,
मान्य सदस्यहरू, नियमावलीको नियम 20 को खण्ड ज तर्फ मान्य सदस्यहरूको ध्यानाकर्षण गराउँछु। त्यसैगरी नियमावलीको नियम 21 को खण्ड क प्रति पनि मान्य सदस्यहरूको ध्यानाकर्षण गराउँछु।